म चाहिँ अब ठ्याक्क निक्लेँ है। अब जानुपर्ने छ पहिला गोलपार्क। त्यहाँ गोलपार्क चाहिँ साथीहरू सबै जम्मा हुने भनेको छन्। आज चाहिँ मेरो एउटा भाइ विवशको बर्थडे छ अनि पहिला चाहिँ बर्थडे सेलिब्रेट गर्छौँ अनि त्यसपछि होली त छँदैछ। आज होली विशेष त भइहाल्छ, आज होली पनि हो अनि सँगसँगै होलीको दिन नै भाइको बर्थडे परेछ। त्यही भएर चाहिँ अब अलि बिहानै चाहिँ बर्थडे बनाउने कुरो छ, साथीहरूको सबैको कुरो त्यही आएको छ। त्यही भएर चाहिँ अब चाहिँ ठ्याक्क म चाहिँ निक्लेको, अरूहरू पनि त्यहाँ जम्मा हुने कुरो छ। अब चाहिँ ठ्याक्क जानु पर्यो र केटाहरू आइसक्यो होला। पुरानो बस पार्क। अब यहाँबाट एउटा ल्याउनु छ केक भाइको लागि अनि केक लिएर चाहिँ बल्ल गोलपार्क भेट हुने कार्यक्रम छ, त्यहाँ जानु पर्ला। मेरो चाहिँ केक रेडी भइसक्यो। अब चाहिँ म जान्छु। अब चाहिँ निक्लेँ म यहाँदेखि चाहिँ। राम्रो रहेछ आज त यहाँ मार्केटहरू अलिअलि। अहिले एकैपछि हल्का बल्ल मान्छेहरूको यताउति हुन थाल्छ। केटाहरूसँग भेटघाट गर्ने भनेको यतै हो। कहाँ छन् हो, यतै हुनुपर्ने हो। बाइक त यहीँ छ। के हो भाइ? ह्याप्पी होली है। ल ह्याप्पी होली। ल ह्याप्पी बर्थडे। ल होलीको ह्याप्पी बर्थडे है। झ्याम्मै आयो तिमी पनि। हामी चाहिँ यहाँबाट हिँड्यो। दुईवटा गाडी चाहिँ अगाडि गइसक्यो। केटाहरू हिँडिसके। सबैलाई होली लाग्छ। हामीलाई चाहिँ यतिखेर बर्थडे लगाइरहेछ। अब अहिले बर्थडे लगाइरहेछ। अब चाहिँ के भयो? हामी चाहिँ अब गोलपार्कबाट उता लगाइयो। हामी चाहिँ गोलपार्कबाट उता लगाइसक्यो। अब चाहिँ जाँदैछौँ। ल अब चाहिँ चरङ्गी हुन्छ हाम्रो स्टेसन चाहिँ। जाम थपिने क्रम जारी छ हाम्रो। ल जाम यहाँबाट जान्छौँ हामी भित्र। यता भित्रबाट चाहिँ जानुपर्छ। बाहिरबाट चाहिँ हल्का धुलो छ जाम। त्यही भएर अलि भित्रबाट जाने कुरो हो केटाहरूको। धेरै भएपछि त अघि पछि भइहाल्छ क्या। एकैचोटि जाम भने पनि मिल्दैन क्या। त्यस्तै हुन्छ क्या। कसैको के मिल्दैन, कसैको के मिल्दैन। कसैलाई भोक लाग्छ, कसैलाई पिसाब आउँछ। यस्तै छ धेरैजनामा। ग्रुपमा हिँड्दाखेरि त्यस्तै हो क्या। खै अब झन् पर्ख्यो झन् ढिलो हुन्छ क्या। त्यही भएर मान्छे खेद्ने अगाडिबाट भेडा बाख्रा खेद्ने पछाडिबाट भन्छन् नि त। त्यही भएर हो क्या। अगाडि हिँड्यो भने बरु मान्छे आउँछ। हिँडिसके गइसक्यो भनेर झन् रोक्यो भने त छ के अरे यही छ के अरे ल यही छ के अरे भन्ने हुन्छ। झन् ढिलो हुन्छ क्या। त्यही भएर हामी चाहिँ अलि अगाडि हिँड्यो भने बहुत छिटो होला जस्तो लाग्छ। अहिले चाहिँ हामी यता पाइपलाइनतिर है। पाइपलाइनदेखि यतै भित्री बाटो अगाडि जाने चरङ्गी जाने भन्ने कुरो छ। त्यही भएर हामी चाहिँ भित्री बाटो लगाइयो पाइपलाइनतिरबाट। यो चाहिँ यसलाई चाहिँ हामी पाइपलाइन भन्छौँ। पहिला त टन्न पाइप थियो र पाइपलाइन भन्थ्यो कि अहिले त पाइप पनि खासै छैनन्। सबै लगे 2-4वटा मात्रै पाइप छन् तर नाम चाहिँ पाइपलाइन नै रह्यो क्या। यहाँ यो चाहिँ जङ्गल सुरु हुन्छ अब यहाँबाट चाहिँ। यहाँबाट सब केटाहरू ल यही छ। यो चाहिँ हाम्रो यो जङ्गल एरियाको भाइरल बाटो। यहाँ चाहिँ अब पहिलेदेखि नै यसो भाइरल फोटो सुटिङ गर्ने ठाउँ है। यहाँ चाहिँ ठ्याक्क सिनहरू चाहिँ राम्रो आउँछ। यहाँ चाहिँ भिडियोहरू चाहिँ राम्रो बन्छ क्या। यो चाहिँ ठक्क के राम्रो छ। ट्याक्क यता साइडमा दुईतिर जङ्गल, बिचमा चाहिँ चट्टको दामी चिल्लो बाटो। एकदम यहाँको यो भ्यू चाहिँ खतरा छ क्या। यहाँको भ्यू चाहिँ खतरा हुन्छ क्या। भ्यूको लागि चाहिँ यहाँ एकदम बेस्ट ठाउँ हो क्या यो भनेको। त्यही भएर यता चाहिँ यो बाटोलाई चाहिँ अलि विशेष मानिन्छ। फोटो सुट गर्न भने आउँछन् क्या यतातिर मान्छेहरू। यहाँ चाहिँ बाटो छेक्ने काम भइरहेको रहेछ। ल भाइहरूले बाटो छेकिराखन् है। हाम्रो केटाहरू चक्क यतातिर छ ल सबैजना। ल भाइहरूले बाटो छोडिदिए फाइनल्ली। ल हामी अगाडि बढ्दैछौँ। के हो जहाँनिर पनि बाटो छेकिराख, यत्नै छेकिराख, फेरि यहीँ छेकिराख। के हो यो यार? के हो यहाँ यार? बाटो जता पनि बाटो छेकिराख। यहाँ त डेकसेक पुरा रहेछ त। यहाँ त के केटाकेटी होइन, यहाँ त ठुलै मान्छेले छेक्दो रहेछ हौ। गरी यहाँबाट छोडिदिइरहेको थियो फेरि यहाँनिर नि हरै घरका मान्छेहरू सब बाटोमा छन् क्या आज।
एक पाइला दुई पाइलामा बाटो छेकिरहने यार ल यहाँ त अन्टीहरू पनि अझ पुरै यार जतागति यार सब के हो चाहिँ आज भोलि विशेष भलिबल कार्यक्रम रहेछ आज भलिबल हुँदै रहेछ चरङ्गे खोला आइपुग्यो यहाँ चाहिँ साथीहरू कोही आइपुगेछन् अर्को बाटोबाट आइसकेका हाम्रो चाहिँ यहाँ बाइकहरू चाहिँ पार्किङ भयो अब चाहिँ अब साथीहरू टक्क चाहिँ हामी चाहिँ स्थलतिर जाँदैछौँ अब हामी चाहिँ यहाँबाट हाम्रो त्यतातिर हाम्रो स्थलतिर जान्छौँ अनि त्यहाँ नै हाम्रो अब बोको काट्नु छ बनाउनु छ पकाउनु छ धेरै कामहरू बाँकी छ हाम्रो पाठो है हाम्रो पाठो यहाँ हाम्रो यो बर्थडे भाइ पक्क पानी तातिरहेछ यहाँ पानी यहाँ कटिङ सटिङ चल्दैछ ल यहाँ बोका काट्ने कार्यक्रम हुँदैछ पाठोलाई चाहिँ कलर लगाएर पखाल्ने काम हुँदैछ खोलामा कलर चाहिँ खतरा आएको छ यहाँ चाहिँ भाइले के भन्छ दाइ सुरुमा तपाईको केक काट्छु है भनेको थियो सुरुमै पहिला तपाईँ केक काट्छु बल्ल अरूको केक काट्छु यहाँ लाइनमै काट्नु पर्यो रातो लगाइदिनु न अलि ओइ रफ नबोल न मलाई यहाँ टुट हाल्दा हैरान हुन्छ बादीको बादी कति बेर गर्ने हो र दल केटा दल मल्लाइको दल ए केटा दल्यो होला सायद चिन्नेहरूले यसले निरन्तरता पाओस् जन्मदिनको धेरै धेरै शुभकामना मेरो भाइ थ्यांक यू ह्यापी बर्थडे छुट्टी आइजाऊ न यार हानो टोको टोको भैमा छ यस्तै हो क्या होली र बर्थडेको ककटेल भएपछि यस्तै हुन्छ चाहिँ हाम्रो मासु पाकिरह ल अब मासु पाक्ने रेडी हुने अवस्था छ यता चाहिँ हाम्रो भात छ त्यहाँ चाहिँ भात रेडी हुँदैछ त्यो भुँडी सुडी समथिङ केही गाद्राङ गुद्रुङ होला यहाँ हुँदैछ तर एउटा बोसु त लाप्सै छ त हो चेन्ज गर्नुपर्छ है यता बियर टोलीहरूलाई हामीले हल्ला गरेर जित्नुपर्छ हाम्रो कोही छ स्प्राइट होला हाम्रो खाना खाने बेला हुन लाग्यो टक्कै खाना अब खाना खाने बेला भयो अब ठ्याक्कै यहाँ खाना खाने बेला भइसक्यो
कोही साथीहरू अझै उतै छन् खोइ यता ल यहाँ चाहिँ खतरा कराईमै भात खाने सिस्टम चलिरहेको रहेछ ल ल ल ल यो के हो कराई पनि खाइदियो ल ज्याम ज्यामै ल कराईसँग स्याम स्याम ल हाम्रो ल दोषले त कराईसँग गममा यो गममा अब चाहिँ यहाँबाट हामी जान लाग्यो बर्थडे प्लस साथीभाइसँगको सबको होली लगभग यहाँ थोरै धेरै मनाइयो अब चाहिँ बुटोलको होली र त्योसँग अब त्यहाँ कता कता कन्सर्टहरू छ के छ कसो छ बुटोलको होली फेरि अब अर्को भ्लगमा किनकि यो एकदमै लामो भयो यहाँको धेरै नै लामो भइसकेपछि अब अरू चाहिँ अब अर्को भ्लगमा चाहिँ आउँछ अब चाहिँ हामी सबैजना जानलाई रेडी भइसक्यो स्पिकरहरू सबै कुरा प्याक भइसक्यो अब चाहिँ भ्लग चाहिँ यो धेरै लामो भएको भएर अरू चाहिँ एड गर्न सकिने यसमा अब अर्को भ्लगमा चाहिँ हाल्छु है अरू